नमस्ते, स्वागत छ यहाँहरूलाई रेन्स ग्रुम युट्युब च्यानलमा। आज चाहिँ म घरदेखि अलि तल फेद नजिकै यो रक्सी पार्ने मर्चाको बुट्टी लिन जाँदैछु। यो सेतो सेतो लहरालाई चाहिँ चेरचेरीको लहरा भनिन्छ, जुन यो रक्सी पार्नको लागि यो मर्चाको लागि चाहिँ यसलाई बुट्टी भनिन्छ। म चाहिँ आज यो काट्न आउँदैछु। यसलाई चाहिँ मैले चाहिँ तयार गरिसकेँ। यो चेरचेरीको लहरा भन्छ यसलाई, प्लास्टिकमा राखिसकेँ। अब यसलाई चाहिँ लगेर घरमा लगेर काटेर मर्चाको बुट्टी बनाइन्छ। हजुर, एकदम अर्ग्यानिक केरा। यो चाहिँ मेरो मर्चाको बुट्टी, चेरचेरी लहरा अर्ग्यानिक केरा बोकेर आउँदैछु। एकदम गाउँघरमा पाइने अर्ग्यानिक फुस्रे केरा भन्छ यसलाई। उकालो बाटो अलिक गाह्रै छ। धन्य नलडे। ठिकै हो। नजिक आएर देखाउँदै